हेलो साथीहरू, नमस्कार। फेरि पनि आएको छु मैले चाहिँ छोटो भिडियो लिएर हेरिदिनु होला। अनि आज चाहिँ म 10 बजे ड्युटी सकेर आएको छु। ड्युटी सकेर आएर चाहिँ मैले चिकन बनाउँदैछु। मलाई कस्तो चिकन खानु मन लाग्यो, त्यही भएर मैले चाहिँ कुकरमा चिकन बनाउने निर्णय गरेर कुकरमा चिकन बनाउँदैछु। अनि त्यसपछि चाहिँ मैले कुकरमा चिकन बनाइरहेको थिएँ नि त। अनि आज चाहिँ म यसरी खुल्ला भाँडामा म खाना बनाउनु पऱ्यो भनेर मैले चाहिँ कराईमा खाना बनाउनु लागेको। अनि यो चाहिँ मेरो लाइफको सबैभन्दा पहिलो पटक हो है, मैले यसरी कहिले पनि खाना बनाएको थिएन नि त। अनि आज चाहिँ म यसरी खाना बनाउनु जाँदैछु, किनकि सानैबाट प्रेसर कुकर अनि राइस कुकरमा बनाउने बानी यसरी त कहिले आउँदैन होला भनेर पानी पनि नाप्दैछु है। म पानी कति हाल्ने होला भनेर कन्फ्युज हुँदै बनाउँदैछु। फाइनली मैले चाहिँ पानी यति राखेर अनि ग्यास ओपन गरिदिएँ। अनि त्यस पछाडि यता मेरो चाहिँ सब्जी पनि पाकिरहेको थियो है, किनकि यो लोकल हो नि त, टाइम लाग्छ, त्यही भएर मैले सिटी लगाएँ। अनि मेरो खाना पनि हेर्नु न पाकिसक्यो है। थ्याङ्क यू सो मच फर वाचिङ।